यहाँहरू सबैजनालाई नमस्कार। फेरि पनि म तपाईँहरूको माझमा अर्ग्यानिक रेसिपी लिएर आइसकेको छु। गाउँघरमा पाइने अनि यो कोइरालोको अचार बनाउन गइरहेको छु र त्यसको निम्ति चाहिँ मैले कोइरालोलाई ल्याएर चाहिँ यसरी पखालिसकेको छु। सर्वप्रथम हामी अनि कोइरालोको फुललाई ल्याएर यसरी पखाल्नेछौँ र यसलाई चाहिँ अनि पाक्ने गरी चाहिँ हामीले बोइल गर्नुपर्दछ। मैले चाहिँ बोइलको निम्ति चाहिँ यसरी पखालेर एउटा सानो भाँडामा राख्दैछु। म एकदमै कम बनाउँदैछु किनभने यो चाहिँ अनि खल्पी होइन, अनि बनाउने बित्तिकै खानको निम्ति चाहिँ बनाउँदैछु। र त्यसपछि कोइरालोको फुल र यो काब्रा ल्याएको छु मैले। कोइरालोको फुल र काब्रालाई चाहिँ अनि एकै ठाउँमा राखेर बोइल गर्नेछौँ। र म यसमा चाहिँ आलु हाल्नेछु, त्यही भएर आलु पनि सँगै राखेर बोइल गर्नेछौँ। मैले चाहिँ आज चाहिँ अनि कोइरालोको फुलको र अनि यसरी काब्राको मुन्टाको चाहिँ अचार बनाउन गइरहेको छु। त्यसको निम्ति चाहिँ अनि कोइरालोको फुल, काब्राको मुन्टो र अनि आलु मिसाएर बनाउनुको निम्ति चाहिँ अनि आलु पनि राखिसकेका छौँ। अब यसलाई चाहिँ म एकदमै पाक्ने गरी बोइल गर्नेछु। हामीले चाहिँ कोइरालो र काब्राको मुन्टालाई हामीले बोइल गरिसकेका छौँ। यो चाहिँ अनि पाकिसकेको छ। अब अचार बनाउने छ। यो काब्राको मुन्टो चाहिँ किन हालेको भन्दाखेरि चाहिँ यसमा चाहिँ अनि काब्राको मुन्टो अमिलो हुन्छ। यसमा चाहिँ अरू अमिलो नहाले पनि हुन्छ। तैपनि म चाहिँ यहाँ चाहिँ लप्सीको ढुलो छ हामीसँग, त्यही भएर लप्सीको ढुलो हल्का राख्नेछु। नुन हाल्नेछौँ। खुर्सानी, बेसार, आलु पनि बोइल गरिसकेका छौँ। अब आलु पनि राखेर बनाउनेछौँ। हरियो लसुन, धनिया, केराउ पनि थोरै हाल्नेछु। अब तेल हाल्नेछौँ। अब यसलाई चाहिँ मजासँग मोलेपछि तयार हुन्छ। यसरी बनाएको चाहिँ एकदमै मिठो हुन्छ। हजुरहरूले पनि अनि यसरी नै बनाउन सक्नुहुनेछ। यो कोइरालोको फुल चाहिँ गाउँघरमा प्रशस्त मात्रामा हुन्छ। कोइरालोको अचारलाई चाहिँ हामीले बनाइसकेका छौँ। यो चाहिँ अनि तयार भइसकेको छ र हामीले चाहिँ नि यसमा चाहिँ कोइरालोको फुल, काब्राको मुन्टो, आलु, केराउहरू राखेर बनाएका छौँ। र हजुरहरूले पनि अनि यस्तै गरी हजुरहरूलाई मनपर्ने चिजहरू राखेर बनाउन सक्नुहुनेछ। अब हामी यसलाई टेस्ट गर्नेछौँ। यहाँ सलोमीलाई चाहिँ टेस्ट गर्नलाई दिएको छु।